हेलो साथीहरू नमस्ते। आज मम्मी छ कि एक्लै धान काटिँदैछ अनि म पनि काट्दैछु दोस्रोपट्टि। अहिले मम्मीको भिडियो बाबा बनाउँदैछन् अनि म बोल्दैछु। पछि उतातिर धान काट्दैछु त्यसरी बोल्दैछु। अनि छ कि यो नितु चाहिँ घरमा बसेर पास्ता खाइदैछु र अनि छ कि मैले घरमा आउँदा त पुरै पास्ता खाइसकेको थिएँ अनि मैले चाहिँ कि पानी पिन मन लाग्यो र गाडाबाट आएँ थिएँ म। अनि छ कि गाडाबाट आएपछि मैले कि मेरो आँसी चाहिँ कि घस्रिया रहेछ त्यसैले मैले चाहिँ कि ल्याएको थिएँ ढुङ्गा लिएर त्यसलाई घिस्राएर छ कि धान काट्न थालेँ। अनि चाहिँ त्यो त्यसको धार पनि बढेको थियो त्यसैले जल्दी काटेर आधा गाडो सकिहाल्यो। अब चाहिँ कि धान काट्न आधा मेरोवाला त सकिहाल्यो। अब चाहिँ कि कसको वाला सकिन्छ त्यो त थाहा छैन। मेरो त आधा कुना तकन पहुँच गएँ। अनि चाहिँ कि यो नितु चाहिँ हो नि त्यो चाहिँ कि घरमा बसेर खालि केही गरे। अनि चाहिँ कि साँझो घरतिर फर्किँदा अनि चाहिँ कि यो नितु छ कि कहाँ गई थिएँ सिलेसँग घुम्न गई थिएँ। अनि चाहिँ कि मैले पत्ता पनि पर्दैन। अनि राततिर डरेको मुख लिएर आउँदै थिएँ। रातोतिर कहाँ गयो भन्दा चाहिँ कि भने म त चाहिँ कि सिलेको घर गएको छाले गर्दै थिएँ। अनि तपाईँ होला त्यसैले आया होली नितु। अनि छ कि मम्मी छ कि धान काटेर छ कि अब देशतिर घर आउनुभयो। फेरि छ कि घर आएपछि छ कि धान काटिसकेपछि अब केही आइडिया थियो मेरो। धान काटिसकेपछि पर्स राख्ने जस्तो थियो। अब खन्न पनि पर्यो त्यसलाई खनेर छ कि फेरि धान लगाउनुपर्छ हो कि नै साथीहरू भन्दा पनि धान त लगाउनै पर्छ। धान नभएपछि कि रोटी कहाँबाट मिल्छ भात कहाँबाट मिल्छ चामलबाट मिल्छ। जसरी छ कि धानबाट चामल बन्छ चामलबाट धुलो बन्छ चामलको धुलो खाएर त्यो धुलो चाहिँ हामीले चाहिँ कहिले उखान्छ। पानीपुरी बनाउने आइडिया छ हाम्रो। फेरि हामी चाहिँ मोमो पनि बनाउँछौँ घरमा खाने भए आउनु। अनि चाहिँ पकौडा रातितिर पकौडा बनाउनु। अनि हजुरले खानु मन छ भने आउनुहोस् नत्र आउने म खाने मन छैन भने हामी चाहिँ खाने मन छ तर आउन सक्दैन भने हामी चाहिँ पठाइदिउँला। हजुर कमेन्टमा हजुरलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु। अनि पास्ता नभए त अनि आमा आउनु गयो। आमाले भन्नुभयो पास्ता खै भन्नुभयो। अनि नितुले पुरै खाइसक्यो भने नितुको पुरै तोल लाल गरी हाल्ने भयो नितुलाई। अनि नितु आज कि कसरी हेल्लो जिब्लो तालिरहेछ कि अब दोस्रो दिन पटौका किनेको थिएँ। तिहार पनि आइसक्यो। अब मम्मी पनि चाहिँ कि पटौका पट्काउँदै आयो कि गाडामा आग जलाएर फेरि उहाँ पटौका पट्काउँदै थिएँ। पटौका धेरै छन् तर चाहिँ अब 20 रुपियाँको 10वटाको आने भइसक्यो। अघि त 20 रुपियाँको 5 पटौका आउँदै थियो। अब चाहिँ कि पटौका किन्न साथी जाँदैछु मतलब कि 20 रुपियाँ छन् 10 रुपियाँको 5 आउँछ। 10 रुपियाँ चाहिँ कि 10 रुपियाँको म चाहिँ किन्न गएको थिएँ 5 आउँछन्। त्यसैले चाहिँ म अनि कि 10 रुपियाँ बच्यो त्यसको मैले पेप्सी किनेर खाँदै थिएँ। अनि चाहिँ कि मम्मी चाहिँ कि धान काट्दै थिएँ। फेरि चाहिँ कि यो नितु मैले चाहिँ पास्ता नखा भने घर आएर पेसाब लागेको थियो। त्यसले चाहिँ मैले नितुलाई भने नखा पास्ता मैले पुरै खाइदिएँ पास्ता। फेरि अनि नितु छ कि रुँदै मम्मीलाई भने पास्ता पुरै खाइहाली पास्ता खाइहाली। अनि चाहिँ कि मैले चाहिँ कि पापड ल्याएको थिएँ दोकानबाट त्यसैले म चाहिँ कि यसलाई बजाई खाँदै थिएँ कडम अनि यो फाल्दै थिएँ।